भने त ल यता फर्क हेलो आज हामी सबैजना मिलेर के रे स्कुलमा छौँ हैन यिनीहरूको भोलि इक्जाम हो खासमा अनि पढ्न आएका आज शिवरात्रिको दिन सबैजनाले हलुवा भाङ के राखेको शिवजीको प्रसाद खान्छन् अनि मेरो भाइ बहिनीहरू अहिले भोक लाग्यो अरे के पढ्दा बिहान 9 बजे आएका हुन् नि त अनि त्यहाँबाट अहिले चटपट बनाउन लाहन् कोही चाहिँ अब कता गहन पसलतिर नि गहन होला अझ स्कुलको ठाउँमा बुकहरू छन् छरिएर बसेर पढिरहन् हैन ल एकजना पढाले पनि देखाउन न मिस खै त नि यो भेज तल अर्को प्लास्टिकमा बनाइ के अनि म सब कुरा देखाउँछु है बुकलाई चाहिँ यहाँ लिएर रामै यो चाहिँ कागती यो धनिया ल मेरो कपडा माथि सबै राखेर भिडियो फोहोर गराइदिने भए ल ठिक छ त्यसमा नपार हो केही पनि फोहोरहरू अरू केटाहरू कहाँ गए के ल्याएन अरे पनि ल्याएन हातले मोलाउन सफा गरेर हात धोएर बिचमा धोएर है यसले त कति दुःख गरेर यो मेरो भाइ ल्यायो त मेरो भिडियो गरिदिएर अनि त आइज न म तँलाई देखाउँछु मलाई देखाउनु यो मेरो सचिन भाइ हैन 8 कक्षामा पढ्छ अनि यसले छ नि भाडा धोउ भनेको बिचरा गएर ढुङ्गाले कोतारी दाग फालेर त्यो चटपट मोल्ने भाडा धोइरा रहेछ अनि उ चाहिँ रबिन 10 कक्षाको नमस्ते भन्छ हाय भन राह भुजा राह पुगेन चाउ त्यत्रो सबजनाको एक चाउ राख्दैन पुगेन आलु दिएन जयरामलाई बिचरा दुईटा आलु जयरामलाई राखिदिया सब राखे हुन्छ सफलहरू कहाँ गए यिनीहरूले बुक यहाँ यस्तो गरेर राखिरहेछन् होइन जयरामको भेज बनाइदिँदैन छ भाइले हेरे त जयरामको भेज आलु टुक्राउँदै ल बनाइ छिटो गर्न कागती काट्ने बेलामा यस्तो ठाडो गरेर नकाट्ने यस्तो गरेर काटेपछि यसरी काटेपछि अनि यहाँबाट रस निकाल्न मिल्छ यसरी हालिदेऊ चाहिन्छ नि नुन त जयरामलाई नि अलिकति राखिदेऊ जयरामलाई अलिकतिले पुग्दैन मैलाई पो पोख्यो त मै पो अचार बने कडा रहेछ भाइ यो त गिथाली नि तर मलाई आज मेरो व्रत होइन तर मलाई यो देख्दाखेरि खाना मन त लागेन तर यो अमिलोले चाहिँ हल्का जयराम भात नखाइकन बस्न के भन्छ अरे व्रत मिस तपाईको व्रत हो पुरै गरम पर्दैन वेलकम टु माय भिलेज थोड़ा आता है हमको इंग्लिश रे यो चाहिँ कसको रे जयरामको भेज चटपटे ओ जयराम यता तिमी भेज खाने मान्छे हैन ए जयराम ल सचिनले बनाइदिन्छ तिमी आउन त भ्लगमै आउनु आउन अभिषेक आउ ए र सोझो केटो एउटा सोझो केटो कता भाग्यो फेरि सुतुवा हाम्रो क्लासको सुतुवा सचिन अहिले तिम्रो चटपटी बनाउन छोडिदिन्छ अहिले सचिनले हाम्रो सोझो केटो बोल्दै नबोल्ने ल गाइस अब चाहिँ प्याज आयो है खाइस मलाई भन्दैन सजिन तिमी आफ्नो हातले गर्दै तिम्रो हातमा धेरै उते लाग्यो
चटपटे अङ्कल है हाम्रो आजदेखिबाट। ल अब चाहिँ म नगर है नगर। कोसिसको कपी लास्ट ठुलो छ कहाँ कपीको भोल्युम कम गरिदिउँ भने कपीको भोल्युम यो चाहिँ जयरामको भेज चाउचाउ। ए हरिवाल यसले गर्दा टेन्सन। चाउचाउ थोरै भयो जस्तो है मलाई नि ल। बिचराको भेज गर्दैन जयरामको भेज चाउचाउ खतरा भए बबाल। कसो सुक्का भए ए ल हेर्नु हाम्रो टपरले खाएको स्टाइल। यता हेर्नु सचिन ल गाइस यो जयरामको के रे है भेज चटपटी है। भेज चटपटी पनि बनाएर सक्यो हाम्रो मास्टरले। बोल है हाम्रो चटपटी चाहिँ यहाँ बन्दैछ गाइस। आयो त्यो दाइ के लिन गयो र? जयरामले खाएको हेर्नुहोस् होला गाइस भेज चटपटी। मेरो ब्यागमा छ र एउटा चाउचाउ हेर त छैन छ बाँकी बदाम नि लिएर आएछ ओइ बदाम खतरा। चाउचाउ ल्याउनु गएको होइन के गरे त्यो चाँडो न तिम्रो त्यो दालबाटै पुगे। हाम्रो लोभी दाइ यो चाहिँ है आफूले लिएको सामान केही खाँदैन। ल तिम्रो हाम्रो चटपटे दिदी कसिस तपाईँ यसरी दाब्दै सर्टमा नि राख्छु सर्ट गरेर राख्छु तर युट्युबमा भ्लग नि राख्छु के फुल के भयो उसको चटपटे खायो भने रुनी भाइ चाहिँ हाम्रो जयराम प्रसाद। अरे यो त गायब हुन्छ रे खान हतार हुने हाम्रो भाइ सचिन गुरुङ। के खाने बेला ठ्याक्क आइपुग्यो। त्यो कुरा नगर खानेमा त्यस्तो कुरा नगर अहिले हाम्रो स्कुल एरिया केरो 20 रुपैयाँमा